कुनै सामान किन्छौँ, किन हामी आइफोन किन्छौँ, हाम्रो लाख 1.5 लाख 2 लाख भन्दा आइफोन के छ इम्पोर्टेन्ट छ, त्यसकारण म किन्छु। आमेन। किन हामीलाई परमेश्वरले किन्नु भयो? हामी इम्पोर्टेन्ट छौँ। आमेन। हामी महत्त्वपूर्ण व्यक्ति हो, हामी रगतले किनेको व्यक्ति हो, हाम्रो उहाँको रगतको मूल्य परेछ प्रियहरू। हामी सानसानो मानिसहरू होइन, त्यसकारण हामी सानोतिनो चित्त बनाउनु हुँदैन, चित्त हामी ठुलो बनाउनु पर्छ, हाम्रो हृदय फुकाउनु पर्छ, हाम्रो जीवन चाहिँ बडो आशिषमय। तपाईँलाई थाहा छ यत्रो लाखौँ मानिसमा बडो मान्छे किन तपाईँलाई प्रभुले चिन्नुभयो? किन चिन्नुभयो? तपाईँ ख्याल गरेर थाम्दै हुनुहुन्छ? तपाईँको जीवनको मूल्य परेको छ ख्रीष्ट येशूको रगतले किनिएको। हामी आत्मा बहुमूल्य छौँ, हामी बहुमूल्य छौँ, हाम्रो मूल्य परेको छ।